ढिला नहोस् जिन्दगीमा कुराहरू बुझ्नमा भौतिक शरीर छुट्छ जब विलिन हुन्छ आत्मा के सो हेलो नमस्ते वी आर ब्रदर फ्रम डिफरेन्ट मदर अनि हामी चाहिँ हाई स्टेसनको पार्टनर्स अनि सो आज गेममा चाहिँ हामीलाई पनि रहेछ थाहै थिएन खासमा अनि यहाँ छ क्वेसन्सहरू यो दिस इज स्टोन्डी लाइन जस्ट हेलो म चाहिँ महेन्द्र विक्रम अधिकारी आम अ बारिस्टा अनि आइम रनिङ प्याराडाइज क्याफे ओके यहाँ के भयो फेरि को जाने त पहिला के रक पेपर सिजर हान्ने ल हानिदिउँ न त रक पेपर सिजर होइन त पहिला आएको हो कि रक पेपर सिजर ल क्वेसन एन्सरमा त स्टार्ट गर ल ओके ल मै स्टार्ट गर्छु है ओके क्वेसन रहेछ हाउ वुड यु डिस्क्राइब युर सेल्फ इन 3 words ओए खतरा उस आगो पानी हावा ओए दामी दामी अलि लजालु है क्या लजालु पनि इन्क्लुड गरेँ मैले र 3 wordsमा चाहिँ आम अ ड्रिमर ओके शान्त लजालु र डेन्जर डेन्जर छु म अलि शान्त लजालु हरानी त्यही 3टा शब्दमा डिस्क्राइब गर्न चाहन्छु आफूले म चाहिँ ठ्याक्कै फेरि अलिकति एक्सट्रोभर्ट अलिक मान्छेहरूसँग धेरै घुलमिलाउन मनपर्छ अनि अर्को चाहिँ काम चाहिँ गरिरहन मनपर्छ अनि अर्को चाहिँ अलिकति बिजनेस माइन्डेड वाट्स द बिगेस्ट लाइफ लेसन यु हेभ लर्न सो फार समयलाई युटिलाइज नगरेको त्यो पनि राइट टाइम राइट प्लेस राइट मलाई चाहिँ त्यो लाग्छ खुसी र दुःखको बेलामा म प्याच्च चाहिँ बोल्दिनँ अचेल अनि त्यही नै हो एकदम झन् मेन त स्पेसली झन् त्यो एङ्गर भएको बेलामा चाहिँ म बोल्दैन नै हामी चाहिँ लेट हिँडेको कि मार्केटमा जस्तो फिल हुन्छ कहिले होइन म यसरी चाहिँ लिँदिनँ अहिले आएर बुझ्दाखेरि चाहिँ त्यो एभ्री टाइम एकदमै खतरा तरिकाले म्यानेज गरिरहेको छ इभन त्यो पहिला एकदमै त्यो रेकलेस लाइफ हुन्छ त्यो एउटा टिन एजमा हुन्छ त्यो बेलादेखिबाट नै प्लटिङ भइरहेको छ दिस वाज द बिगेस्ट लाइफ लेसन अब यो चाहिँ त्यही नै हो अब एज एन बिजनेस वाइज हेर्दाखेरि अब धेरै कुराहरू छ जस्तो अब मेन चाहिँ एउटा पोइन्टमा रोकिन्छ त्यो एउटा घात एउटा हुन्छ त्यही नै घात चाहिँ सिक्यो हो मान्छेहरूबाट त्यही नै हो लाइफ लेसन चाहिँ सायद त्यही नै बेटर एन्सर हुनसक्छ अनि त्यो मलाई लागि पनि रहेको खासमा चाहिँ अहिलेसम्मको त्यो लाइफ लेसनमा चाहिँ मैले चाहिँ के सिकेको छु भन्दाखेरि चाहिँ अब सुख पनि कटेर जान्छ दुःख पनि कटेरै जान्छ भन्ने कुरा चाहिँ मैले सिकेको छु त्यसले गर्दाखेरि त्यही अब सुखमा नमात्तिनु दुःखमा नमात्तिनु भनेर चाहिँ कहिलेकाहीँ कति दुःखहरू एकदम त्यो आफू एकदम हेल्पलेस नै भएर त्यो हुन्छ नि त अब दुःख पर्दा नि त्यसको बारेमा केही गर्न सकिँदैन नि त अनि त्यो समयमा चाहिँ अनि यो समय पनि कटेर जान्छ नाति चाहिँ भन्छु आफूलाई त्यही नै सिक्यो मैले चाहिँ हाउ डु यु कम्फर्ट युर सेल्फ वेन यु आर अपसेट ठुस्स परेको बेलामा कसरी कम्फर्ट गर्छ आफूलाई स्पाइन ठिकै छ हुन्छ नि जहिले पनि चिज पनि दोहोरो हुँदैन एकहोरो हुँदैन हुन्छ नि केही हुनुको रिजनमा म पनि छु त्यसमा यसरी चाहिँ मैले चित्त बुझाउँछु हुन्छ नि कति चिजहरूलाई चाहिँ त्यो त्यहाँ एङ्गर आउला त्यो स्याडनेस आउला होइन त्यहाँ ओभर थिङ्किङ आउला त्यो जे आयो नि आफूलाई हार्म गर्यो नि त्यो चिज तर त्यसलाई अब आफूले कम्फर्टली लिन थाल्यो भने अप्सेट भएको बेलामा चाहिँ बेसी अब अप्सेट भएको बेलामा नै हो मान्छे सुसाइड गर्ने अप्सेट भएको बेलामै हो एउटा गुड डिसिजन बन्ने होइन ब्याड डिसिजन्स भन्ने एउटा लाइफ चेन्जिङ पार्टहरू भन्ने मान्छेलाई खान नपाएरै त हो पैसा कमाउने भूत चढेको मान्छेलाई त्यही नै हो एउटा कम्फर्ट हुने चिज चाहिँ आफू अप्सेट भएको बेला चाहिँ मैले चाहिँ स्पाइन ठिक छ यो कारण ऊ मात्र नसक्ला म पनि यो यसको कारण हुनसक्छु अनि एउटा समय त्यो पनि हुनसक्थ्यो र अप्सेट भएको बेलामा चाहिँ आफूलाई त्यसरी चाहिँ मोटिभेट गर्छु सेल्फ मोटिभेट ओके मेरो चाहिँ फेरि अलिक डिफ्रेन्ट छ म चाहिँ अप्सेट भएको बेलामा चुप्प बस्न रुचाउँछु म त खास बोल्ने खालको मान्छे हो नि त यता प्रवृत्ति मेरो त्यस्तो खालको बोल्ने खालको छ बट म चाहिँ अप्सेट भएको बेलामा चुप्प बस्न के अरे रुचाउँछु किनभने अप्सेट भएको बेलामा एङ्गर इस्युहरू त्यतिकै आइरहेको हुन्छ झन् फुट्छ त्यो झन् आगो बल्छ कि भने हुन्छ नि त कन्ट्रोल गर्न मैले आफूले सक्दिनँ भनौँ त्यो खालको क्यारेक्टर छ मेरो अनि त्यही भएको भएर चाहिँ बरु
अलि टाढै बस्ने कि चुप्प लाएर बस्ने कि भन्ने खालको चाहिँ त्यो खालको चाहिँ छ। हो सबै त्यो चाहिँ कस्तो हुन्छ भने त्यो संसारको सबैभन्दा नराम्रो कुरा के सबैभन्दा सजिलो चिज हुन्छ नि अनि त्यति चिजले नै संसार सजिलो तरिकाले चल्छ। हो त्यो चाहिँ साइलेन्स भन्नु खोजेको खास चाहिँ मैले साइलेन्स किन डिबेट गर्नु पऱ्यो चाहिएन। अपसेट भएको बेला म आफूले एकदम शान्त राख्छु। नराम्रो के अरे त्यो नराम्रो त्यो भएको बेलामा मुखबाट पनि नराम्रो कुराहरू निक्लिन्छ होला जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यही भएर नि म आफूलाई चाहिँ शान्त राखेर नै त्यो गर्छु। मेरो पनि त्यही नै जस्तै मेन भने अपसेट भएको बेलामा चाहिँ नाना थरी कुराहरू दिमागमा खेलिरहेको हुन्छ अनि मलाई पनि त्यही नै हो एकदम साइलेन्ट नै बस्न मनपर्छ भन्ने तरिका गलत नजाओस् नै हो। वाट्स योर बिगेस्ट फियर इन लाइफ? सबैभन्दा बिगेस्ट फियर के लाग्छ इन लाइफमा तिमीलाई? रिलेसन आफूले यस्तो सोचेको अनि यहाँसम्म आइपुग्दा यत्रो वर्ष लाएर यत्रो चिजहरू सब कुराहरू जोडेर गराएर यहाँसम्म आइपुग्यो र भोलिको दिनमा चाहिँ एउटा सानो मिस्टेकले चाहिँ यो कुराहरू सबै डिस्ट्रोय नहोस् नि चाहिँ एकदम त्यही नै हो रिलेसन भन्नाले। त्यो कस्तो हुन्छ भने यो चाहिँ अलि हाम्रो बिगेस्ट फियर कस्तो इन अ वे सम्बन्धहरू हुन्छ नि अरू सबै मिलाउँछ अरू सबै मिल्छ क्या अरू सबै कुरो मिल्छ पैसा कमाउँछ फाइन सबै कुराहरू मिल्छ तर बाँधेर राखेको चिज पनि त्यही हो तर त्यो एकदमै इम्पोर्टेन्ट पनि चिज हो। त्यही नै हो जस्तो लाग्छ मलाई। अरू फियर त खासै केही पनि फियर होइन जस्तै अब त्यो बिजनेस गरेर घाटा लाग्छ फियर त्यो डजन्ट म्याटर तर लाइफमा चाहिँ मलाई चाहिँ एउटा रिलेसन चाहिँ हुन्छ नि सधैँभरि कायम रहोस् जहाँ छ त्यो त्यही नै छ त्यही नै जस्तो लाग्छ मलाई फियर अरू खासै फियर छैन मेरो। ओके अब मेरो मैले भन्दाखेरि मैले पनि त्यस्तो बिगेस्ट फियर इन लाइफ भनेर त मलाई पनि त्यस्तो बिगेस्ट फियर भन्ने त छैन बट त्यही रिलेसन आफ्नो टाइमले गर्दाखेरि कहिले काहीँ यस्तो हुन्छ नि त अब जस्तै फ्यामिली टाइम दिन सकिरहेको हुँदैन कहिले फ्रेन्ड्सलाई पनि टाइम दिन सकिरहेको हुँदैन कोही छुटिरहेको हुन्छ कोही के भइरहेको हुन्छ होइन। बिगेस्ट फियर भनेको चाहिँ कोही टाढा भए पनि सम्बन्ध चाहिँ रहिरहोस् कहिले पनि नटुटोस् हुन्छ नि। त्यो टुट्यो भने चाहिँ त्यो रिलेसनसिपको कुरा भयो भनौँ न एभ्रिथिङ अब फ्रेन्डसिपमा पनि भयो हाम्रो लभ रिलेसनमा पनि भयो फ्यामिलीसँग रिलेसनमा पनि भयो अब कहिले काहीँ टाढा भइन्छ त्यो टाढाले गरेर चाहिँ हाम्रो रिलेसन टाढा नहोस् भन्ने चाहिँ त्यो फियर चाहिँ भइरहन्छ टाइम एन्ड अगेन। ओके नाइस यही नै हो खास चाहिँ रिलेसनसिप नै आएको कुरा कन्क्लुजन चाहिँ रिलेसनसिप नै हो तर अरू त्यस्तो फियर भन्ने चाहिँ छैन लाइक अरू त देखा जाएगा मेरो पालो तिम्रो पालो त Have you ever lost someone very close to you? How much did it impact you? बुझिस् मैले तिम्रो लागि बुझिसकेँ कि Have you ever lost? यस यस ओके ओके दाइलाई चाहिँ गुमाएको छु अनि त्यसले चाहिँ अब कति कुराहरूमा अलिकति इम्प्याक्ट चाहिँ अब त्यो समयमा चाहिँ अलिकति गाह्रो भयो थियो मलाई पनि। एकदमै भेरी क्लोज मेरो चाहिँ भेरी क्लोज भन्दा पनि कस्तो इन्सिडेन्ट भएको छ भनेपछि मसँग मेरो मामा घरको हजुरबा पनि अनि मेरो आफ्नै हजुरबा पनि के मेरै काखमा बित्नु भएको छ कि त्यो हुन्छ नि त्यो इन्सिडेन्ट त्यो सास रोकिँदाको त्यो त्यो फिल त्यो मलाई चाहिँ त्यो अहिले पनि हुन्छ नि कहिले काहीँ त्यो आउँछ क्या त्यो हुन्छ नि कहिले काहीँ हजुरबाको याद आयो भने चाहिँ त्यो कुराहरू अनि हाम्रो अजा बित्दाखेरि नि त्यसो कसरी भएको भन्ने खालको कुराहरू चाहिँ त्यो कुराले गर्दाखेरि चाहिँ अलिकति मलाई अहिले पनि हुन्छ नि लाइफ डेथ एक्ज्याक्टली हो भन्ने खालको कुराहरूमा चाहिँ एकदमै हुन्छ कि दिमागमा ट्याकल गरिरहेको हुन्छ यो कुरा चाहिँ। त्यही खासमा हाम्रो माइन्डमा दिमागको मान्छेले नै हाम्रो मान्छेहरूले भनौँ बेसिकली त्यो डेथलाई नै एक्सेप्ट गर्न नसक्या भएर चाहिँ खास त्यो भएको मेरो मैले पनि त्यही नै हो मेरो पनि खास चाहिँ एन्सर। अनि त्यो चाहिँ खास अब हजुरबासँग त्यो काखमा बित्नु भएको भन्ने सिन चाहिँ खास चाहिँ त्यो एकदमै हुन्छ नि त्यो पुनर्जन्मबाट जोडेर आएको चिजहरू जस्तो क्या त्यो एउटा लकी चिज हो हुन्छ नि त्यही त मलाई लकी फिल पनि हुन्छ अनि त्यो कुराले चाहिँ कस्तो कहिले काहीँ ट्रमा हान्छ कि ल वी हेभ टु डाई तर मर्दाखेरि त यस्तो हुन्छ नि त उयो त्यो तडपन देखेँ नि त त्यो देख्दाखेरि चाहिँ अनि साइकल लाग्ने कि त्यो कुराले चाहिँ अलिकति डेथले चाहिँ मान्छेलाई खतरा हिँड्छ हो एउटै चिज हो कहिले काहीँ मेरो पनि त्यही छ मेरो पनि खासमा साथी जुन विवेक बानिया चुच्चे एके चुच्चे अल शिवाघाट गाइस अनि त्यो खासै त्यो लाइफ यस्तो तरिकाले टिनेजमा दौडिरहेको थियो कि त्यो हुन्छ नि मलाई थाहा छैन कि म के खाइरहेको छु के गरिरहेको छु कहाँ हिँडिरहेको छु कस्तो भइरहेको छु मेरो करियर के
त्यो भन्ने सिनमा नै एउटा एकदमै हामीले आफैले गरेको प्लान एउटा अनि त्यही चिज आफैलाई अभिशाप भएर होइन अनि कस्तो मलाई खास इम्प्याक्ट चाहिँ किन पार्छ यो कुराले पारेको भने अब यस्तो साथीहरूले दिने त भइहाल्छ होइन तर खासमा चाहिँ हामी स्याटरडे नाइट चाहिँ बसेको थियौँ गेट टुगेदर भएको थियो अनि स्याटरडे नाइट चाहिँ हामीले के प्लान गरेको थियो भने अब मेरो बिदा भएको कारणले गर्दाखेरि चाहिँ अब ऱ्याफ्टिङको लागि चाहिँ हामीले के भन्छ यो फिसिङतिरबाट आउने अनि शिवहरूमा गर्ने भन्ने प्लान भयो होइन सबै कुरा भयो पैसा सबै कुरा पनि सब प्लान भयो ल अब हामी मन्डेको मर्निङमा चाहिँ 6 बजे चाहिँ यहाँ भेटेर चाहिँ हामी हिँड्ने भन्ने प्लान भयो अनि कस्तो भइदियो नि सन्डे नाइट भएको भएर म भोलिपल्ट सोमबार सुत्दिनँ बिहान म गइनँ क्या हुन्छ नि म जान गइनँ मलाई कलहरू कति आएको थियो म गइनँ त्यस म सुत्दा पो थाहा पाइनँ अनि उसले चाहिँ अनि ऊ चाहिँ कलेजबाट फर्किरहेको रहेछ अनि त्यो गाडी गइरहेको अनि उसले त्यो देखेर ऊ जबरजस्ती के बाइक छोडिदिएर त्यही बाह्रघरेमा बाइक छोडिदिएर ऊ त्यो गाडीमा नआइज हुँदा नि समातेर चाहिँ अब ऊ चाहिँ गयो क्या गाडीमा अनि 13 जना जस्तो भएको थियो 11 जना 13 जना जस्तो भएको थियो फिस्टिङबाट आयो तर जुगेडीमा चाहिँ बोट एक्सिडेन्ट भयो त्यो बढ्यो होइन अनि त्यो उसमा अड्केर अनि त्यहाँनिर चाहिँ मलाई मर्न चाहिँ पर्छ अनि त्यो अकालमा होइन कति प्लान्सहरू सोचिरहेको लाइफमा होइन अनि त्यो त्यहीँनिर स्टप हुनेवालामा छ क्या अनि मलाई त्यो कुराले एकदम हिँडान्यो अन्त 7 दिन चाहिँ आइरहेको छ क्या मसँग म एक्लै छु आइरहेको छ ऊ होइन अनि त्यसले चाहिँ मलाई चाहिँ एउटा खतरा लाइफ लेसन चाहिँ प्यासेज होइन इच एन्ड एभ्रिथिङ किनभने 7 दिन त उसको लासै भेटेन कि हुन्छ नि हामीले 2टा स्क्याबहरू हालेर होइन त्यहाँको सबै सफा गऱ्यो कि होइन तर भेटेन हामीले अनि त्यो कुराले चाहिँ मलाई एकदम अहिले पनि स्टिल हुन्छ नि साथी भने पछाडि चाहिँ त्यो पनि थियो त्यो भएको भए चाहिँ यस्तो पनि हुन्थ्यो भनेर चाहिँ अनि उसले एउटा इम्प्याक्ट चाहिँ एउटा रिलेसनको इम्प्याक्ट चाहिँ उसले मेरो लाइफमा छोडेर गयो रेस्ट इन पिस म्यान हुन्छ नि रेस्ट इन पिस मेरो हजुरआमा चाहिँ जस्ट एउटा त्यो के भन्छ त्यो रोगमा लडिरहनु भएको थियो अनि त्यो टाइम पिरियडमा चाहिँ अलिकति हस्पिटल टाइममा पुगेको भए अनि मसँग त्यतिखेर 10-15 हजार त थिएन चाहिँ तर मैले चाहिँ केयरलेस गरेर म घुम्न चल्दिएँ त्यो सब देख्दा पनि अनि त्यो टाइम पिरियड पछि आइसकेपछि आमा झन् सिरियस हुनुहुन्थ्यो म घुमेर आउँदा अनि त्यतिखेर चाहिँ सायद म नघुमेसँग बरु 10-15 हजारले नै बरु अलिकति भए ट्रिटमेन्ट गर्न सकेको भए पनि सायद आज त्यो सिचुएसन अलिकति बेग्लै हुन्थ्यो जस्तो चाहिँ लाग्थ्यो अनि त्यही भएर चाहिँ मलाई वाट वुड यु लाइक टु से टु योर यङ्गर सेल्फ अब म यङ नै छु होइन अझै पनि त्यो कुरा चाहिँ ओके अब त्योभन्दा नि अझै यङ्गर सेल्फलाई चाहिँ मैले के भन्न चाहन्छु भने धेरै अल्मो लिएर नहिँड धेरै दोधार भएर नहिँड अरूको कुरा धेरै नसुन भन्थ्यो होला सम्हाल्ली सोच टाइम पर्खिँदैन कसैलाई पनि होइन टाइम साँच्चै सबैले हेर्नुपर्ने कुरा यो चाहिँ टाइमलाई कसैले पनि पर्खिँदैन हजुरले जति वेस्ट गर्नुहुन्छ त्यति टाइम दौडिरहेको छ अनि पछि ढिलो भयो भन्ने फेरि नि आफै नै हो जस्तो लाग्छ मलाई चाहिँ त्यही भएर मेरो यङ्गर सेल्फलाई चाहिँ मैले के भन्न चाहन्छु भनेपछि धेरै याहु होइन बाटो लाग बाटोमा हिँड भन्न चाहन्छु पैसा चाहिँ कमाउने रहेछ तैँले होइन खासमा अहिले पनि कमाएर त्यतिखेरदेखि या सेभिङ या कम्पाउन्डिङ गर्न चाहिँ तैँले त्यो टाइममा सिकेको भए चाहिँ अझै धेरै हुन्थ्यो भन्ने नै हो मेन त ढिला नहोस् जिन्दगीमा कुराहरू बुझ्नमा भौतिक शरीर छुट्छ जब विलिन हुन्छ आत्मा के होइन भौतिक शरीर छुट्छ जब विलिन हुन्छ आत्मा अनि त्यतिखेर चाहिँ तैँले जीवनमा कुरा बुझिस् भने अनि त्यहाँ तैँले त्यो अन्तिमचोटि पत्ता लागेको हुन्छस् कि ल अन्तिम सास फुस्किने चाहिँ यसरी रहेछ होइन अनि यो पो रहेछ मरण भनेर उसले बुझ्दा नबुझ्दै उसले त्यो कुराहरू अब केही पनि बुझ्नु पाउँदैन र अप्लाई गर्नै पाउँदैन काहीँ पनि यसले त्यही हो वाट विल यु लाइक टु से टु योर यङ्गर सेल्फ Do you think you need to prove something or achieve something to deserve love? प्रुभ त गर्नैपर्छ अभियसली नै किनभने अनि त्यही सँगसँगै हामीले देखाउन नि पर्छ मैले चाहिँ यो चिज चाहिँ गरिरहेको छु अनि अलिकति के भन्छ त्यसलाई अघि मैले के भन्थेँ नि एक्सप्रेस चाहिँ गर्नु पऱ्यो अनि त्यो भएपछि त आफै प्रुभ त त्यही नै देख्छ कतिको इफोर्ट देखाउने तर त्यही नै हो प्रुभ त कति कुराहरूमा प्रुभ पनि गर्नुपर्छ मैले मेरो माया गरेको मान्छेलाई जसरी गरेछु भनेर केही न केही जेस्चर त थाहा हुनु पऱ्यो नि त
होइन म परेर मात्रै बसेर त्यो मनमा मात्र मैले तिमीलाई यति माया गर्छु भनेर मात्र हुँदैन नि त म के अरे मनको कुरा मनमा नै कुरा गर्ने मनमा नै सुनिरहेको सायद पर्थेन होला तर अब यस यार म त लास्ट त्यही त अनि अघि मैले भनेन म अलिकति त्यही हुन्छ नि आमा म्यान भन्ने खालको इगो छ त्यसले गर्दा त लभको कुरामा चाहिँ अब फ्यामिलीसँग नि म त्यसै छु उसँग त्यसै छु कि भन्दा त त्यो हुन्छ नि मलाई एक्सप्रेस गर्न आउँदैन पनि भन्छु होइन एक्सप्रेस गर्न मन लाग्छ तर एक्सप्रेस गर्न पनि सक्दिनँ एक्सप्रेस आउँदैन पनि भनिरहेको हुन्छु मैले होइन एक्सप्रेस गर्न आउँदैन पनि भनिरहेको हुन्छु फेरि होइन त्यो कुराहरू तर त्यो कुरा चाहिँ चेन्ज गर्न मन छ कि मलाई हुन्छ नि आई वान्ट टु बी अ जली हस्बेन्ड आई वान्ट टु बी अ जली सन हुन्छ नि आई वान्ट टु बी अ जली फ्रेन्डमा त जली नै छु म तर कहिले काहीँ अलिकति रुड पनि हुन्छ फ्रेन्डसिपमा पनि तर फ्रेन्डसिपमा त्यस्तो हुँदैन नि फ्रेन्डसिपमा त्यो किन आई डोन्ट नो फ्यामिली र लभसँग चाहिँ मलाई त्यो कुरा चाहिँ चेन्ज गर्नु मन छ कि हुन्छ नि अनि अलिकति है भन्ने खालको त्यो खालको इमोसन चाहिँ जगाउन मन छ भन्नु कुरा आफूमा चाहिँ अब तिमीमा चाहिँ के छ त्यो कस्तो छ के हो लभ डिजर्भ गर्नलाई के छ यार खै यार त्यस्तै कुरा हो अब खासै लभलाई डिफाइन चाहिँ नगरौँ होला अब डु यु थिङ्क यु निड टु प्रुभ समथिङ अचिभ समथिङ टु डिजर्भ लभ त्यही नै हो कपी पेस्ट कफी धेरै सोच्नु मन लागेन मैले धेरै सोध्नु मन लाग्दैन ओके डु यु थिङ्क युआर ओन्ली भ्यालुएबल वेन युजफुल तिमीलाई युजफुल हुने कुरा मात्रै भ्यालुएबल लाग्छ यो चाहिँ हामी बिचकोमा भन्ने हो कि अराउन्ड सबै कुरा ओके यो त ओके कतिपय मान्छेहरूलाई म युजफुल नभइकन नि उनीहरूले मलाई त्यो अनुसारले बस्छ भने राम्रै व्यवहार गर्छ होला जस्ट आउट अफ लभ तर कतिको मान्छेहरूको लागि सायद मेरो काम नै त्यो हुनसक्छ नट कि म भन्ने कुराहरू कसैलाई म प्यारो हुनसक्छ कसैलाई मेरो काम प्यारो हुनसक्छ सब त्यही त हो यस्तो हो बलेको आगो ताप्ने हो होइन अब कोही दाउरा भएर खरानी होला कोही चुलो भएर बसिरहला कोही दुध भएर तातेर पोखेला कोही करायो होला त्यही नै कपी पेस्ट हान्नुपर्छ कि पनि यार होइन त्यही हो खास रियालिटी हो एक्सेप्ट गर्नुपर्छ यो चिजहरू जस्तो लाग्छ म यो खास भन्न खोजेको चाहिँ एक्सेप्ट गर्नुपर्छ तर कोसँग कसले भन्ने कुरा छुट्टै हो होइन तर चाहिँ त्यस्तो गीतहरू चाहिँ वरिपरि टन्नै आइरहेको टाइम एन्ड अगेन सबै सरकारको टाउकोबाट निकालिदिन्छु मडी भने जस्तै भइरहेछ यो देखि पनि राखेको छ होइन कामको हिसाबले हेर्ने हो भने चाहिँ अब म काम गर्न गएको छु भने चाहिँ मैले केही काम दिनु पऱ्यो त्यहाँ भ्यालु हुनलाई नत्र आफ्नो घर परिवार साथीभाइ या आफूले माया गर्ने मान्छेको अगाडि त जहिले पनि त माया त जहिले नि भ्यालु त भइहाल्छ नि हाउ डु यु डिफाइन सक्सेस मेरो लागि एउटा आइडियल एउटा सक्सेसफुल लाइफ भनेको जस्तै म जहाँ जानलाई त्यही जान सकूँ म जे खानलाई त्यही खान सकूँ हुन्छ नि म जे कुरा नि अफोर्ड गर्न सकूँ भन्ने कुरा नि मेरो लागि सक्सेस हो जस्तो लाग्छ मलाई चाहिँ ह्याप्पी इन लाइफ है सक्सेस भनेको कुरा त्यही हो यार तर कहिले काहीँ चाहिँ यसो सक्सेस त्यो ह्याप्पी हुनलाई पनि पैसै चाहिन्छ जस्तो फिल हुन्छ कहिले काहीँ चाहिँ ह्याप्पी इन लाइफ कहाँ अब म मायामीको बिचमा टक्क बिच कपडा लगाएर अनि पल्सर डलरको चाहिँ काउजमा बसेर चाहिँ मेरो त्यो पनि त हुनसक्छ नि त एउटा म त्यसरी त बाँच्न सक्छु म त्यसलाई सक्सेस मान्न सक्छु त्यो त मिलेन आफू मजा आउनु पऱ्यो भन्ने कुरा हो यस मजा ह्याप्पी लाइफ पैसा चाहिन्छ मैले भन्नु खोजेको चाहिँ पैसा चाहिन्छ तर कहाँ कतिखेर कहिले के र किन त्यो चाहिँ ठुलो भूमिकाहरू बाँच्छ जस्तो लाग्छ मलाई अनि गुड ह्याप्पी लाइफ मेरो लागि चाहिँ ठिकै यो सक्सेस र माया चाहिँ ल उस्तै अनि कम्प्लिकेटेड हो अनि म बाइक अब अर्को मान्छे या हजुरसँग जाँदाखेरि नि त्यसको परिभाषा नै अर्कै भइदिन्छ नि त अनि त्यही नै हो मेन चाहिँ अझ सक्सेसको त कसैले के भनिरहेको हुन्छ तर आफूलाई भन्दाखेरि चाहिँ आफूसँग अथाह चिज होस् होइन खर्च गर्नलाई टेन्सनै नहोस् अनि आफूले गरिरहेको बिजनेसहरूमा आफू नभइसके पनि मजाले चलोस् अनि त्यो दिन चाहिँ सक्सेस अलिकति फिल हुन्छ तर ह्युमन नेचर हो कहिले पनि पुग्दैन नि जस्तो लाग्छ मलाई चाहिँ कहिले पनि पुग्दैन डु यु सप्रेस युर इमोसन्स अर एक्सप्रेस देम वाइ अहिले चाहिँ ग्रेजुअली म अलिकति एक्सप्रेस चाहिँ गर्न थालेको छु असर घर पर्ला मेरो बोलीले भनेर चाहिँ म पहिला सप्रेस गर्थेँ तर आजभोलि चाहिँ अलिकति बिस्तारै अलिकति एक्सप्रेस पनि गर्छु
मेरो नि लौलग त्यस्तै नै जस्तै अघि केही सन्दर्भमै छ यो लौलग अनि मेन भनेको खुसी र दुःखकै बेलाको हो मेन होइन अनि एक्सप्रेस त म एनी टाइम एक्सप्रेस नै हो तर दुःख भयो भने चाहिँ म अलिअलि सफ्रेस नै हुन्छ नत्र चाहिँ एनी टाइम सफ्रेस नै धेरै जस्तो त म टु 95%। म झ्याप्पा एक्सन चाहिँ लिँदिनँ तर कुण्ठित भएर बसिरहेको हुन्छ अनि फेरि त्यो चिजहरू भइराख्दाखेरि चाहिँ अनि म पड्किन्छु म चाहिँ भाजबुझै भन्छु मैले त्यो तर राइट नाउ त्यो भर्खरै त्यो इन्सिडेन्ट भएको छ भने चाहिँ त्यो म काउन्ट गरेर चाहिँ बस्छु हुन्छ नि कस्तो भइरहेको छ त्यो काउन्ट गरेर बस्यो अनि एकैचोटि त्यही चिज भइरहेको छ बारम्बार भने चाहिँ अनि म पड्किन्छु म भाजबुझ जान्छु मैले त अरूहरू नै भनिरहेको हुन्छु आम ओपन बुक भनेर म त झ्यामै हो म त त्यो दबाएर चाहिँ राख्दिनँ जस्तो लाग्छ तर कहिलेकाहीँ कुनै कुनै सिचुएसनमा चाहिँ अब मेच्युरिटीले होला आफै यो कुरा चाहिँ दबाउनु पर्छ है भन्ने खालको चाहिँ दबाउँछु बट मोस्ट अफ अल चाहिँ म चाहिँ अलिकति एक्सप्रेसिभै छु जस्तो लाग्छ इमोसन्समा चाहिँ प्याच बोलिहाल्छु प्याच बोलिहाल्छु दाहरू बोलिरहेको प्याच बोल्छु ए अब चाहिँ हो यो चाहिँ सप्रेस गरेँ मैले सप्रेस गरेँ मैले मैले लेसन दिन खोजेको ओके ओके कस्तो आउँछ त्यो रियाक्सन भनेर चाहिँ मैले त्यो रियाक्सन पाउनु खोजेको पाइयो क्या त्यही हो पण्डितज्यू हजुर पण्डित अब हामी नेक्स्ट क्वेसनतिर लाग्छौँ होइन How often do you cry? What make you the most emotional? रोइदिएको म कहिले त होइन कति रुन्छौ तिमी प्रायः रोइरहेको हुन्छौ कि म रुन्न म जस्तो इमोसनल हुन्छु अनि त्यो आँखा चाहिँ भरिन्छ कहिलेकाहीँ त्यो ओभरवेल हुँदा नि हुन्छ त्यो चिज अनि त्यो हट हुँदा नि त्यो चिज हुन्छ होइन मलाई फिल चाहिँ हुन्छ तर कहाँ रोएको चाहिँ मलाई याद छैन यार है म इमोसनल चाहिँ हुन्छ क्या हुन्छ नि त्यो रोइदिउँ हुन्छ होइन तर खोइ म त्यस्तो ह्याङ्गर त्यसरी चाहिँ मैले रोएको छैन फ्यामिलीमा के भयो भने त अर्को बाटो क्या फेरि होइन र आँखाबाट आँसु चुइनलाई अब त्यसलाई अब त्यो काउन्ट हुन्छ कि हुँदैन त्यो पनि काउन्ट हुन्छ भने चाहिँ आई डु अनि वाट मेक्स यु इमोसनल भन्दाखेरि चाहिँ अब यार म आजभोलि अलिकति झन् बेसी नै इमोसनलेस भयो कि जस्तो चाहिँ फिल हुन्छ मलाई चाहिँ अफन भन्ने होइन कि कहिलेकाहीँ अब केही कुरा भइहाल्यो भने खुसीले पनि हुन्छ नि त्यो गदगद भएर पनि हुन्छ त्यो आँखा कहिलेकाहीँ मेरो चाहिँ आँखा भरिन्छ पनि चुइन्छ पनि के हुन्छ नि मैले चाहिँ कन्ट्रोल गर्न सक्दिनँ फेरि इमोसन चाहिँ यस आइएम भेरी भेरी इमोसनल पर्सन म अफन नरहे पनि यस टाइम एन्ड अगेन एक्लो हुँदा पनि रुन्छु साथीहरूसँग हुँदा पनि रुन्छु कहिले खुसीले रुन्छु कहिले दुःखले रुन्छु मेन चाहिँ अब यो इमोसनलसँग जोडिँदाखेरि चाहिँ एउटा दुईवटा पर्पज आयो एउटा फ्यामिली एउटा आफू बाहिर भएको कामले गर्दाखेरि अनि जुन मैले गरिरहेको कामले चाहिँ जस्तै हाम्रो त एउटा फोटो भिडियोग्राफीको जर्नलमा हुँदाखेरि चाहिँ म्युजिक भिडियोमा चाहिँ मेन भनेको इन रिजल्टमा चाहिँ के छ भन्ने कुराले अनि काम गरेर सबै कुराहरू भइसकेर अनि दर्शकहरूले चाहिँ त्यो कुरालाई मन पराउँदाखेरि चाहिँ अलिकति इमोसनल चाहिँ भयो त्यही सँगसँगै अनि खुसीको आँसु पनि चाहिँ आउँछ नि भन्ने कुरा हो मेन त नत्र चाहिँ त्यस्तो तरिकाले चाहिँ छैन तर त्यो रोएरै बस्ने टाइम चाहिँ होइन वाट पार्ट अफ युर चाइल्डहुड आर यु स्टिल ट्राइङ टु हिल भनेपछि एकदमै यो दर्दनाक हो क्या हो यो चाइल्डहुड भनेको कहाँसम्मको चाइल्डहुड भन्ने कुरा हो वाट पार्ट अफ युर चाइल्डहुड आर यु स्टिल चाइल्डहुड भनेको त 12 वर्ष मुनिको कुरा भयो क्या जस्तो अब हिल भन्ने पछाडि चाहिँ तपाईँले अब जस्तो हुन्छ नि केही भयो त्यो लाइफमा एक्सिडेन्ट तँलाई त्यो हिल गर्न मन छ त्यो चिजले चाहिँ इज इट स्टिल हर्ट भन्ने टाइपको म त्यहाँ गएर त्यो चिज बनाइदिएँ भने चाहिँ त्यस्तो कुराहरू त चाइल्डहुडमा त्यस्तो छैन यार मेरो त्यो म त्यो छैन भन्छु म रिग्रेट चाइल्डहुड भनेपछि त बच्चै भयो अब बच्चामा चाहिँ त्यस्तो खै त्यो सोचेको छैन मैले त्यस्तो खालको कुरा चाहिँ मैले चेन्ज गर्न सक्थेँ दर्दनाक चाहिँ भएन त्यस्तो त्यो दर्दनाक तर मेरो हात भाँच्चा थियो कि एकचोटि त्यस्तो झरेर त्यस्तो त्यो कहाँ दर्दनाक त्यस्तो कुराहरू त्यो चाहिँ मलाई हिल गर्न मन थियो मेरो चाइल्डहुड चाहिँ त्यस्तो वर्स्ट पनि भएन होला नट द बेस्ट नट द वर्स्ट भन्ने टाइपको एउटा नर्मल नै थियो मेरो चाइल्डहुड त्यस्तो चाहिँ थिएन त्यस्तो हिल नै हुनुपर्ने खालको चाहिँ छैन होला मेरोमा चाहिँ मेरो पनि लगभग त्यही नै हो डिप्रेसन हाल्छ नि अब डिप्रेसन भएको भए पो होइन त्यो कुराबाट हिल भएँ या अगाडि बढाउँ भन्ने कुरा हो मेरो पनि सानोमा कति गल्तीहरू गरेर मैले नि पिटाइ चाहिँ खाएँ सायद त्यो गल्ती त्यो टाइममा नगरेको भए आज यो ठाउँमा नि पुग्थेन होला कि यतिको चेतना पनि हुन्थेन होला अनि त्यही नै हिल गर्नुपर्ने चिज चाहिँ त्यस्तो केही पनि छैन मेरो पनि Have you ever felt I was doing better than you and it hurt? हर्ट भन्ने कुरा त खै अब त्यो चाहिँ खासै त्यो चाहिँ फिल हुँदैन तर
म चाहिँ कन्फिडेन्ट छु कि हुन्छ नि म गरिरहेको छु आई वाज डुइङ बेटर देन यु अभियसली अनि अब यत्रो चिजहरू भएको छ नि त खास चाहिँ अन्त मैले सिक्दै गएको चिज हो क्या त्यो चाहिँ फेरि अब मैले सबै चिज भर्सिटाइल भएर काम गर्नु सकिरहेको रिजन चाहिँ त्यो गाइजहरू सबैले आफ्नो तरिकाले बुझेर चाहिँ हुन्छ नि प्याराडाइज भयो अनि अब प्याराडाइजमा बस्ने मान्छे कोही नभएको भए त त्यो सोचेर बनाएर त भएन नि त होइन त तैँले त्यो राम्रोसँग ह्यान्डल गरिस् र त्यो चिजहरूलाई मैले मेरो भन्न पाएँ र अनि काम गर्न पाएँ अनि अब बेटर देन यु चाहिँ छ त्यो सोचाइ त्यो गराइ त्यो एक्सपिरियन्सेसहरू त्यो चाहिँ छ बिकज अफ अस भन्नुपर्छ क्या त्यो चाहिँ फेरि हामीले गर्दा नै त्यो चिज भएको हो अनि बेटर देन मी म डिक्लेयर गर्न चाहन्छु तर मसँग कन्फिडेन्ट चाहिँ छ कि त्यो त त्यही नै बेस्ट कुरा हो बेटर देन आइएम बेटर देन यु भन्दा पनि त्यो सबैभन्दा बेटर जस्तो लाग्छ आफूले आफूलाई त्यो त्यस्तो पनि होइन क्या फेरि होइन आफूलाई त्यो एउटा कस्तो एउटा के भन्छ भने के अरे आफूलाई राम्रो छु भन्नु विश्वास हो अरे आफू मात्रै खतरा छ भन्नु चाहिँ घमण्ड के हो त्यो चाहिँ विश्वास भएन क्या त्यो चाहिँ बुझ्नु होइन अनि त्यो चाहिँ हाम्रो सौरभ भट्टराईले गर्नुभएको छ त्यो चाहिँ ओके 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 छैन हामी त फेरि आफ्नो काममा आफ्नो एक्सपर्टिज छौँ हजुर जुन तरिकाले डिरेक्ट गरिरहनु भएको छ जुन तरिकाले हजुर भेटेको थिएँ मैले अनि जुन तरिकाको म फेरि हजुर एउटा छुट्टै नै हो म छुट्टै तरिकाले नै अहिले पनि हाई स्टेसनमा त्यो अनुसारले नै हामी हिँडिरहेको छौँ त्यही भएर पनि एउटा झन् अझ सिक्ने चाहिँ मौका पाइरहेको त्यो चाहिँ खुसी लाग्छ झन् मलाई पनि त्यही नै हो कति कुराहरूमा जस्तै अब बेटर गरेको फिल त हुन्छ नै तर त्यसले हर्ट भन्दा नि त्यसले चाहिँ मोर प्राउड नै फिल गराउँछ मलाई चाहिँ हर्ट भन्दा पनि वाट आर योर बिगेस्ट च्यालेन्जेस राइट नाउ च्यालेन्जेसहरू के ड्याम छ धेरै छ यार तर खोइ त्यो त्यही भएर च्यालेन्जेस होला नि त धेरै च्यालेन्ज चाहिँ भन्नलाई नै च्यालेन्जेस भइदियो कि अरे बिगेस्ट च्यालेन्जेस अहिले चाहिँ जे भइरहेछ सबै चिजहरूलाई एउटै इन हाउसमा ल्याएर अनि जुन तरिकाले हामीले मैले प्लान गरेर जुन चाहिँ साझा तरिकालाई धेरै चिजहरू प्लान गऱ्यो हामीले यत्रो 12-13 वर्षमा अनि जस्ट अब दिस द राइट टाइम हुन्छ नि अनि अब चाहिँ मलाई जति सक्दो चाँडो हुन्छ नि एकै ठाउँमा लिएर आएर काम गर्नु छ र अनि एउटा सेटअप बन्ने बित्तिकै जुन चाहिँ हाई स्टेसन मसी कमेरो प्याराडाइज बिन्सको कुराहरू कम्युनिटी जति पनि कम्युनिटी छ जति पनि होइन हामीले मौज अस्ति पनि गरिराखेको हुन्छ जति पनि हामीले काम गरिरहेको छ अनि त्यो चिजहरूलाई नै अब चाहिँ यो 27बाट चाहिँ एउटै इन हाउस एउटै तरिकाले एउटै सिस्टमबाट चाहिँ अगाडि बढाउनलाई नै मलाई च्यालेन्ज भएर सायद म यो 1 वर्षमा सायद भ्याउँछु म त्यसकै मिसनमा लागिपरिरहेको छु दिन रात मेरो फ्यामिलीको एक्सपेक्टेसन मिट गराउनु नै मेरो अहिलेको लागि एकदम ठुलो च्यालेन्ज हो त्यही नै हो मेरो लागि चाहिँ ठ्याक्कै अहिलेको च्यालेन्जेस हेर्ने हो भने चाहिँ मनी त हो त्यो त मैले त जहिले हुन्छ होइन तर अहिलेको राइट नाउ च्यालेन्ज भनेको चाहिँ आइएम गेटिङ म्यारिड त्यो आफै च्यालेन्ज भनेर फेरि त्यो नराम्रो च्यालेन्ज होइन कि राम्रो च्यालेन्ज गुड च्यालेन्ज क्यामेरामा हेरेर भन्नुपर्छ रिस्क फेरि होइन राम्रो च्यालेन्ज हो तर च्यालेन्ज भनेको चाहिँ अब क्याफे पनि हेर्नुपर्ने हुन्छ अनि अब अहिलेको सिचुएसनमा फ्यामिलीलाई पनि टाइम दिन पाइरहेको छैन भनौँ न यहीँ हुँदाखेरि पनि गएर अब खासमा त 15-20 दिन छ मेरो बिहा हुनलाई तर घरमा अब बालै छैन मैले चाहिँ त्यो मतलब छु आज मम्मीले पनि कराइरहेको आज फोन गरेर मतलब छैन यताउता भन्ने खालको क्याफे अनि फ्यामिली अनि त्यो बिहाको कुरा अनि फेरि अब क्लासेस सबै कुरा चाहिँ अहिले चाहिँ यो कुराले गर्दा अलिकति च्यालेन्ज बढायो कि कसरी म्यानेज गर्ने हो अब वर्ल्ड कप आउँदैछ त्यही माथि अब त्यो कुराहरूले चाहिँ अलिकति हिट हानिरहेछ त्यही नै हो अहिलेको राइट नाउ च्यालेन्ज भनेको चाहिँ त्यही नै हो अहिलेको बिगेस्ट च्यालेन्ज भनेकै नै मेन भनेको त म बिना पनि मेरो हाई स्टेसन चाहिँ मजाले चलोस् नै छ अनि म चाहिँ अझै अरू कुरामा चाहिँ मजाले डाइभ इन हुन पाऊँ अनि जुन तरिकाले कति कुराहरू गर्दा पनि अझै भएन त्यो कुराहरू चाहिँ अझै सकेसम्म चाहिँ भगवान्ले वरदान दिएर चाँडै नै सफल होस् नै त्यही हो च्यालेन्ज त मेरो त कति लामो यार त आर यु प्राउड अफ युर सेल्फ अबाउट हु यु आर वेयर यु आर राइट नाउ एन्ड वाइ अभियस वाइ नट मैले लगभग 3-4 वर्ष लगभग हामी कति 3 वर्ष लगभग 3 वर्षभन्दा अगाडि लगभग 4-5 वर्ष अगाडिको एउटा जुन मेरो लागि त्यतिखेर जुन एउटा ड्रिम टिम थियो त्यो चाहिँ अहिले छ जस्तो लाग्छ मलाई चाहिँ
अनि त्यसले गर्दाखेरि नै प्राउड चाहिँ गर्न पाउँछु मैले त्यही नै हो आइएम भेरी प्राउड होइन अलिक सिचुएसनमा चाहिँ आइएम भेरी प्राउड जे छ जसो छ जे गरिरहेको छु मान्छेले जसरी चिनिरहेछ त्यही कुराले प्राउड छु भनौँ न मान्छेले चिनिरहेछ मलाई चाहिँ अब त्यो पैसा कमाइरहेको छु भन्ने खालको कुराले मात्र भन्दा पनि मान्छेले चाहिँ चिनिरहेछ त्यही नै हो अब मेरो अलिक प्राउड त्यस्तै नै हो खासै अब प्राउड अभियस प्राउड भएन भने चाहिँ प्रोग्रेस हुँदैन क्या फेरि होइन अनि त्यो प्राउड प्रोग्रेस भएन भने प्राउड हुन पाइँदैन क्या फेरि होइन प्यारल कुरै हो जस्तो अनि अब प्राउड लाइफमा प्राउड नै एउटा चाहिँ हाम्रो लाइफको खतरा मोटिभेसन हो क्या त्यो होइन प्राउड हुनको हामी हो त्यो खासै अब बच्चामा 2-3 पढ्दाखेरि करातेदेखि लिएर गोल्ड मेडल ल्याउँदाखेरि होइन त्यो मेरो लागि कस्तो प्राउड मोमेन्ट थियो कि अब त्यो होइन खासमा त्यो च्यालेन्ज नै 5-7 जनाको थियो होला क्या त्यो तर त्यो बढ्दै गएर मैले त्यो 9-10मा आएर त्यो ब्राउन्समा पुग्दाखेरि त्यो एउटा प्राउडनेस जुन चाहिँ छ अनि त्यो समय दिइसकेको छ त्यो चाहिँ एउटा बिगेस्ट मोटिभेटर भनौँ न अनि वेयर अहिले चाहिँ अब राम्रै ठाउँमा छ अब सबै चिजहरू जुन चाहिँ भौतारिरहेको थियो यत्रो वर्षदेखिबाट यही गर्ने भनेर होइन अनि त्यही छ अहिले जस जहाँ छ ठिक छ र यहाँबाट उठ्नुपर्छ यहाँबाट जतिसक्दो चाँडो उठ्नुपर्छ मैले अब यो प्राउड कुरामा चाहिँ एउटा कुरा म जोड्छु है त आइएम भेरी प्राउड टु से कमेरो मेरो हो होइन आइएम भेरी प्राउड टु से हाई स्टेसन मेरो हो होइन आइएम भेरी प्राउड टु से मसी ट्याटु मेरो हो आइएम भेरी प्राउड कि प्याराडाइज मेरो हो एन्ड आइएम भेरी प्राउड कि बारिस्टा क्लासेस मेरो हो हाम्रो स्टिकर्स एभ्रिथिङ मेरो हो त्यो भन्न चाहिँ कमेरो कस्ट्युम पनि मेरो हो त्यो भन्न पाउँदाखेरि चाहिँ आई फिल भेरी प्राउड के त्यो हुन्छ नि त्यो चाहिँ मैले 10 वर्ष अगाडि त्यो म कोही पनि थिइनँ नि त हुन्छ नि कसैको नजरमा म कोही पनि थिइनँ नि त एउटा महेन्द्र थियो भन्ने खालको मात्र थियो बट अहिले चाहिँ यो छ भन्ने खालको गर्दाखेरि आफूलाई चाहिँ त्यो प्राउड फिल हुन्छ ओके नाइस प्राउड त हुनुपर्छ प्राउड भएन भने लाइफ के को लागि त मैले चाहिँ 2017देखि चाहिँ लगभग 2076बाट चाहिँ म लागेँ यो फिल्डमा होइन अनि मैले आफ्नो फर्स्ट 19 इयर्समा चाहिँ आफ्नो क्यामेरा आफ्नै पैसाले जोडेँ आफ्नो बुलेट आफैले जोडेँ आफ्नो सेल्फ स्टुडियो यो त अलिक पछि 23मा भएको अनि आफ्नो सेल्फ स्टुडियो आफैले गराएँ होइन त्यो कुराले चाहिँ एकदम आफूलाई प्राउड चाहिँ लाग्छ अनि हु आर यु वेयर यु आर राइट नाउ भन्दाखेरि चाहिँ अनि विगत 3 वर्ष 4 महिनादेखि चाहिँ म हाई स्टेसनमा छु अनि दाइले भने जस्तो तरिकाले यो जुन तरिकाले सोचेर एउटा टिममा काम गर्न मन लागेको थियो अनि एउटा टिमको तरिकाले कसरी काम हुन्छ भन्ने चाहिँ सिक्दै आउनु मन थियो र आज यहाँसम्म आइपुगेको छु अनि त्यही भएर नै खतरा लाग्छ ल थ्याङ्क यू यही नै हो एउटा भलनरेबल टक गर्न चाहिँ अलिकति रमाइलो पनि हुँदो रहेछ कति कहिलेकाहीँ त्यो आफूलाई चिन्नलाई पनि कहिले आफूलाई बिर्सिनु आउँदो रहेछ नि त अनि त्यो बेला चाहिँ फेरि ठ्याक्क आएर ल है त यो हो नि भन्ने खालको चाहिँ बनाउँदो रहेछ भन्ने चाहिँ फिल गरेँ त्यो एक्सपिरियन्स भयो मलाई चाहिँ यस्तो सेसन्स अब अरूले हेर्छन् त अभियसली आफ्नो ठाउँमा छ तर अझै झन् यहाँ बसेर कुरा गर्दा चाहिँ झन् त्यो चिज पाउने रहेछ कि जस्तो लाग्यो अनि यो सेसन चाहिँ अब एपिसोड 2 पनि बनाइहाल्नुपर्छ र यदि तपाईँहरूलाई यस्तो खालको कन्टेन्ट फेरि के अरे यो कन्टेन्ट मन पऱ्यो र यस्तै खालको कन्टेन्टहरू अझै चाहनुहुन्छ भने कमेन्ट गर्नु होला कमेन्ट डाउन बिलो अनि हाइस्टेसनलाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला माया गरिदिनुहोस् होला फाइन मजा आयो हाइस्टेसन थ्याङ्क यू सो मच गाइज किरण हाम्रो अमृतजी अनि हाम्रो दिपसन लभसन म सुरज पण्डित होइन अनि यो महेन्द्र अरू नभनौँ खासै भयो यो भयो यो फेरि यस्तो क्यामेरा देखेर गरेको स्म्याक तान्छले स्म्याक भन्छ नि थ्याङ्क यू सो मच गाइज थ्याङ्क यू सो मच फर ह्याभिङ अस